के भयो मिस? अघि मसँग बाटोमा पनि केही नबोली आउनुभयो। मैले केही नराम्रो भनेर तपाईको चित्त दुखाएँ हो? मैले आफ्नै मनलाई अझै राम्ररी बुझ्न सकेको छैन सर। एकचोटि चोट खाएको मान्छेले हत्तपत्त कसैलाई विश्वास गर्न निकै गाह्रो हुन्छ। कसैलाई बुझ्न, उसको बानी र बेहोरा कस्तो छ भनेर थाहा पाउन यति छोटो समयमा कसरी सम्भव हुन्छ भन्नु त? एकछिनको लागि त जो पनि मिठो बोल्न सक्छ, राम्रो व्यवहार देखाएर कसैको मन जित्न सक्छ। त्यति कुराले ऊ असल र खराब भनेर छुट्याउन सकिँदैन। फेरि हतार पनि के को गर्नु? म यसै बिहे नगरी बस्न सक्छु। यो सब कुरो मलाई किन भन्दै हुनुहुन्छ? मैले त केही पनि बुझिनँ। अघि मन्दिरमा तपाईले कतिपय कुरा आफै बुझ्नु भनेर के कुरालाई संकेत गर्न खोज्नु भएको म अनुमान लगाउन सक्छु। तपाई यहाँ बसेदेखि हाम्रो बिहेको कुरा उठ्न थालेको छ। हामी दुवै परिपक्व मान्छे छौं र हामीले कुनै सम्बन्धलाई अगाडि बढाउनु छ भने पनि निकै सोचबुझका साथ कदम चाल्नुपर्छ। हामी 16-17 वर्षे आलाकाचा केटाकेटी होइनौं, लैलैमा माया बस्नलाई। हामी त अझ शिक्षक पेशा गरेको मान्छे। हामीले समाजलाई सही सन्देश दिनुपर्छ। रोज्नु भनेको जीवनलाई दुर्घटनामा लैजानु हो। यो बिहेको कुरो कहाँबाट आयो? मैले त यसबारेमा तपाईसँग कहिल्यै केही भनेकै छैन। तपाई पनि यसै ओभर थिंकिङ गर्न हुँदो रहेछ। त्यसो भए तपाईको मनमा त्यस्तो केही छैन? अह, मेरो मनमा त छैन। उसो भए मैले नै बढी सोचेकी रहेछु। मिस, मान्छे ठान्नुहुन्छ तेरो मनमा अझै शङ्का छ वसन्तले मलाई छोडेर जान्छ भन्ने? तर मलाई लागेको छ तेरो मनभित्र म प्रति उही निस्वार्थ प्रेम छैन। त फेरिएकी छस् केशु, कठोर भएकी छस्। कठोर म होइन, समय भएको। म त हिजो भन्दा आज झन् नरम बाँकी छु। मेरो मनमा त प्रतिको प्रेम झन् झन् गहिरो हुँदै गएको छ बसन्त। मैले प्रेम गर्न सिकेकै तँबाट हो। मेरो लागि प्रेमको अर्को नाम भनेकै बसन्त हो। तर समय निकै निष्ठुरी निस्कियो। मैले तँलाई पेटभरि माया गर्न नपाउँदै मलाई तँबाट टाढा लैजाने निर्णय गरेँ।